नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ अशोक वितर्क युट्युब च्यानल। अहिले नेपालमा केपी ओली चुनाव हारेको देखेर मलाई खुसी लाग्यो, तर त्योभन्दा धेरै चिन्ता मलाई किन लाग्यो भने जनताहरूको मानसिक अवस्था देखेर मलाई एकदमै चिन्ता लाग्यो। र यसपालिको चुनावले प्रमाणित गर्यो कि नेपाल साच्चीकै विश्वमा सबैभन्दा थोरै आइक्यू भएको देश, आइक्यू भनेको सोच्ने शक्ति एकदमै कमजोर भएको देश हो भनेर नेपाल विश्वमा चिनिएको छ। र यो चिन्ने र चिनाउने काम चाहिँ अहिले नेपालमा जुन चुनाव भयो त्यो चुनावले पनि प्रमाणित गरेको छ। कसरी, किन भन्ने कुराहरू आजको भिडियोमा म तपाईहरुलाई एक्सप्लेन गर्न चाहदैछु। हुन त यो भन्दा अगाडि जुन जेनजीको नाममा आन्दोलन भएको थियो र त्यो आन्दोलनले पनि प्रमाणित गरेको थियो कि नेपालीहरुको आइक्यू कतिको छ भनेर। त्यो आन्दोलनमा मान्छेहरु मरिरहेका छन्, आन्दोलनकारीहरु चाहिँ नाचिरहेका छन् हैन। त्यो कुराहरु पनि विश्वमा भाइरल भएको थियो, त्यो भिडियोहरु पनि। र जुन हिसाबले आगजनी भयो, जुन हिसाबले तोडफोड भयो, जुन हिसाबले चाहिँ क्षति भयो, त्यति चाहिँ गर्न आवश्यक थिएन। आन्दोलनकारीहरुले एकदमै उग्र भएर गरे, एकदमै चाहिँ अनावश्यक कामहरु गरे। त्यो किन गरे त भन्दाखेरि उनीहरुको सोच्ने शक्ति, आइक्यू कम भएको कारणले नै त्यो गरेको। उनीहरुलाई जलाउँदाखेरि उनीहरुलाई मजा आइरहेको थियो है। नेपालको भवनहरु, सरकारी भवनहरु जलाउँदाखेरि चाहिँ उनीहरुलाई मजा आइरहेको थियो। त्यो किन भयो त भन्दाखेरि उनीहरुको आइक्यू नै कमजोर भएको कारणले के सही के गलत, यसको रिजल्ट के छ भन्ने कुरा चाहिँ सोच्न नसक्ने भएको कारणले नै उनीहरुले त्यस्तो हरकत गरेका थिए। र त्यो हरकतहरु देखेर विश्व हाँसिरहेको थियो। र अहिलेको चुनावमा पुराना दलहरुले एकदम कम मत पाए र अहिलेको नयाँ दल भनिने रासपा, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ एकदमै धेरै मत पाएको छ। 125 वटा प्रत्यक्ष तर्फबाट मात्रै 125 वटा सांसदको सिट उसले जितिसकेको छ अहिलेसम्म। र यसको नाम नै किन स्वतन्त्र राखियो त भन्ने कुरा नै एकदमै शंकास्पद छ। किनभने यो जनतालाई झुक्काउने खालको नाम छ। यो स्वतन्त्र उम्मेदवार भनेको त्यो हो जसले चाहिँ कुनै पनि पार्टीमा नरहिकन आफू एक्लो उम्मेदवार दिने नेतालाई स्वतन्त्र भनेर भनिन्छ। तर रवि लामिछानेले चाहिँ के गर्यो त भन्दाखेरि पार्टीको नाम नै स्वतन्त्र राखिदियो र जनताहरू झुक्किए। धेरै जनताहरूलाई उसले झुक्काउन सफल भएको थियो। र अघिल्लो चुनावमा पनि उसले 20-25 वटा चाहिँ सांसदको सिट त्यो स्वतन्त्र पार्टीले जितेको थियो। त्यत्रो 20-25 वटा सांसदको पद जितेर पनि सांसद भवनमा रासपाले अघिल्लो पटक कुनै गतिलो काम गर्न सकेको थिएन। र उल्टै रासपाको चाहिँ अध्यक्ष रवि लामिछाने ऊ आफै भ्रष्टाचारको मुद्दामा अदालतमा धाइरहनु पर्यो। र अहिले पनि उसको मुद्दा यथावत नै छ। रवि लामिछाने साच्चै भ्रष्टाचारी हो कि होइन भनेर अदालतले फैसला गरिसकेको त छैन, तर पनि धरौती चाहिँ करोडौं रुपैयाँ तिरेर अदालतबाट बाहिर आएर अनि कारागारबाट आएर के गर्यो त भन्दाखेरि अहिले चुनाव उठ्यो। ऊ आफै भ्रष्टाचारीको मुद्दामा चाहिँ मुद्दा लडिरहेको छ। अनि ऊ आफै भन्छ म भ्रष्टाचार अन्त्य गर्छु। र यस्तो व्यक्तिले खोलेको स्वतन्त्र भनिने पार्टीलाई फेरि सबैभन्दा धेरै भोट पाएको छ। फेरि जो व्यक्ति चाहिँ भ्रष्टाचारको मुद्दामा अल्झिएर विवादित बनिरहेको छ त्यही व्यक्तिले भ्रष्टाचार अन्त्य गर्छ होला भनेर भोट हाल्ने जनताहरू चाहिँ कस्तो त, कतिको आइक्यू रहेछ त भन्ने कुरा एकदमै गम्भीर विषय छ। र अहिले रासपा भनिने पार्टीमा बालेन शाह पनि आयो र बालेनले पनि त्यही पार्टीबाट चुनाव उठ्यो र सबैभन्दा धेरै मत पाएर केपी ओलीलाई हराउन सफल भयो। जेनजी आन्दोलनमा पनि बालेन शाह एउटा हिरो जस्तो देखिएको थियो अगाडि, र केपी ओली चाहिँ एउटा भिलेन जस्तो। यिनीहरूले दुईजनाले हिरो र भिलेनको रोल खेलेर चाहिँ वास्तविक जीवनमा जनताहरूलाई मर्का पार्ने, देश जलाउने कामहरू गरे। गुण्डाले त अन्तिममा सधैँ हार नै खान्छ र हिरोले नै अन्तिममा जित्छ। जसलाई जनताहरूले हिरो ठान्छन् त्यसैलाई जिताउँछन्। र अहिलेको चुनावमा पनि त्यस्तै भएको छ। बालेन शाहलाई जनताहरूले हिरो ठानेर चुनावमा जिताएका छन्। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा यिनीहरू पनि पहिला युवा अवस्थामा त यिनीहरूले पनि हिरोकै रोल खेलेर जनताहरूलाई रणभूल पारेर अनि राजनीतिमा आएका हुन्। र तिनीहरूको असली रूप के हो त, हिरो कि गुण्डा भन्ने असली रूप चाहिँ जनताहरूले पछि थाहा पाउँछन्। केपी ओलीको असली रूपहरू थाहा पाइसकेपछि जनताहरूले उनलाई भोट हालेनन्। र केपी ओलीलाई चुनावमा हराउनु नै बालेन शाहको मुख्य एजेन्डा थियो। र बाँकी बालेन शाहको एजेन्डाहरू के हुन् भन्ने कुरा उनले कहिले पनि खुलाएका छैनन्। र विशेष गरी रासपा भनिने जुन पार्टी छ त्यसको मुख्य एजेन्डाहरू के हो भन्ने पनि स्वयं पार्टीले पनि खुलाएको छैन। यसले लोकतन्त्रलाई मान्छ कि, राजतन्त्रलाई मान्छ कि, हिन्दू राष्ट्रलाई मान्छ कि, बुद्धिस्ट राष्ट्रलाई मान्छ कि, धर्मनिरपेक्षलाई मान्छ कि, प्रान्तीय संघीयतालाई मान्छ कि, संघीयतालाई मात्र मान्छ कि, यो कुराहरू रासपाले कहिले पनि स्पष्ट तरिकाले
जनतालाई बुझाएको छैन। र रासपा भनिने पार्टीमा जति पनि नेताहरू छन् तिनीहरू कोही माओवादीबाट निस्किएका, कोही चाहिँ एमालेबाट निस्किएका, कोही कांग्रेसबाट निस्किएका, कोही राप्रपाबाट निस्किएका त्यस्ता नेताहरू छन्। र रासपा भनिने पार्टीमा के देखिन्छ त भन्दाखेरि नेतै पक्ष उनीहरूको अलग अलग एजेन्डाहरू छन्। उनीहरूको एउटै एजेन्डा छैनन्, उनीहरूको माग मुद्दाहरू एउटै छैनन्। तर उनीहरू एउटा कुरामा मात्रै सहमति जनाउँछन्। के कुरामा भन्दाखेरि पुराना दलहरूलाई हटाउने, पुराना नेताहरूलाई हटाउने र नयाँ नेताहरू आउने, युवा नेताहरू आउने हो। यति मात्रै एउटा एजेन्डा उनीहरूको छ जुन एजेन्डामा उनीहरू मिलेका छन्। र त्यो बाहेक बाँकी कुराहरूमा नेतै पक्ष उनीहरूको फरक फरक एजेन्डाहरू छन् रासपामा। अब नेपालमा रासपाले राम्रो काम गर्ला कि नगर्ला भन्ने कुरा त त्यो अलग कुरा हो। तर राम्रो काम भनेको के हो त भन्ने प्रश्नको उत्तर पनि अलग अलग छ। फेरि व्यक्ति पक्ष अलग अलग छ, पार्टी पक्ष उनीहरूको उत्तरहरू अलग अलग छ। राप्रपाले भन्छ राजा ल्याउनु राम्रो काम हो, एमालेले भन्छ हिन्दू राष्ट्र ल्याउनु राम्रो काम हो, माओवादीले भन्छ जातीय पहिचान। र माओवादीबाट रासपामा आएका मानिसहरूले सोचे होलान् कि कतै रासपाले जातीय पहिचान ल्याइदिन्छ कि भनेर आएका होलान्, कोही एमालेबाट आएकाहरू होलान्, कतै बालेन शाहले हिन्दू राष्ट्र पो ल्याइदिन्छ कि भनेर सोच्नेहरू, आश गर्नेहरू होलान्, कति चाहिँ अब राप्रपाबाट आएका नेताहरू होलान् जसले चाहिँ रवि लामिछानेले कतै राजा ल्याइदिन्छ कि भनेर आश गर्ने नेताहरू होलान्, हैन? त्यस्ता खालका जनताहरू छन्। तर रविले के चाहन्छ, बालेनले के चाहन्छ भन्ने कुराहरू उनीहरूले स्पष्टसँग बोलेकै छैन। किनभने उनीहरूको जनता झुक्काउने एउटा नीति हो। राजा चाहिन्छ भनेर बोल्यो भने लोकतन्त्रवादीहरूले भोट हाल्दैनन्, र लोकतन्त्र चाहिन्छ भनेर बोल्यो भने राजावादीहरूले भोट हाल्दैनन्। र भोट धेरै कमाउनको लागि उनीहरू मौन थिए। र रासपामा अहिले चौतर्फीबाट जम्मा भएका जति पनि नेताहरू छन् उनीहरूको पनि राम्रो भनेको के हो र नराम्रो भनेको के हो भन्ने शब्दको अर्थ पनि उनीहरूको अलग अलग छ। यस्तो एजेन्डाहरू नै स्पष्ट नभएको पार्टीलाई फेरि जनताहरूले यति धेरै भोट किन दिए? किनभने जनताहरूसँग अरू अप्सन नै थिएन। उनीहरूलाई पुरानो नेताहरू मन परेन, पुरानो पार्टीहरू मन परेन र उनीहरू नयाँ चाहन्थे। के अब साँच्चै रासपाले देशको पक्षमा काम गर्ला त भन्ने चाहिँ एकदमै शङ्काको विषय छ। कसरी शङ्काको विषय छ त? अब देश विकास गर्नुपर्छ भनेर रासपाले पनि भन्छ, जनताहरूले पनि भन्छ, सबैले भन्छ। तर विकास भनेको के हो त? कस्तो खालको विकास गर्छ त रासपाले भन्ने चाहिँ मुख्य प्रश्न हो। ल रासपाले चाहिँ चिल्लो बाटोहरू बनाउला, फराकिलो बाटो बनाउला, ठुलो बाटो बनाउला, ठिक छ। तर त्यो बाटोमा गाडी चढ्ने जनताको हैसियत बनाउँछ कि बनाउँदैन? आफ्नै पर्सनल चिल्लो कार किनेर त्यो बाटोमा उडाउने हैसियत नेपाली जनताको हुन्छ कि हुँदैन? सबै समुदायको त्यो हैसियत हुन्छ कि हुँदैन? कामी दमाईको त्यो हैसियत हुन्छ कि हुँदैन? बाहुन क्षेत्रीको मात्र हुन्छ कि मगर गुरुङको, नेवारहरूको मात्र त्यो हैसियत हुन्छ कि राई लिम्बूहरूको त्यो हैसियत हुन्छ कि हुँदैन? कामी दमाईहरूले दुध बेच्दाखेरि त्यो दुध बिक्छ कि बिक्दैन? कामी दमाईले रेस्टुरेन्ट खोल्दाखेरि त्यहाँ खाना बिक्छ कि बिक्दैन? मधेसीहरूले म धोती होइन, म इन्डियन होइन, म नेपाली हो भनेर गर्वका साथ भन्न पाउँछन् कि पाउँदैनन्? सहरहरूमा दलितले कोठा खोज्न जाँदाखेरि तिमी कुन थरीको हो, कुन जातिको हो भनेर प्रश्न सुन्नुपर्छ कि पर्दैन? दलितहरूले काठमाडौँको 5 स्टार होटलहरूमा मेन सेफ भएर खाना पकाएको देख्न पाइन्छ कि पाइँदैन? मेरो छोरा अमेरिका छ, मेरो छोरा जापान छ, मेरो छोरा अस्ट्रेलिया छ भनेर नेपालमा घमण्ड गर्ने ती घमण्डी आमाबाबुहरूको सुरीफुरी अन्त्य हुन्छ कि हुँदैन? यो विदेशी नै संस्कार अन्त्य हुन्छ कि हुँदैन? वीर गोर्खाली भनेर छाती ठोक्ने, खुकुरी उठाउने युवाहरूले उनीहरू इन्जिनियर कहिले भन्छन्, वैज्ञानिक कहिले भन्छन्, डाक्टर कहिले भन्छन्? त्यो अवस्था रासपाले ल्याउँछ कि ल्याउँदैन? जनतालाई सही र गलत रासपाले सिकाउँछ कि सिकाउँदैन? बिहान बिहान डोको बोकेर दौडिने युवाहरूले ल्यापटप बोकेर कहिलेदेखि दौडिन्छन्, किताब बोकेर कहिलेदेखि दौडिन्छन्? त्यो खालको मानसिकता रासपाले नेपालमा ल्याउँछ कि ल्याउँदैन? त्यो खालको संस्कार, त्यो खालको मानसिक विकास रासपाले गर्छ कि गर्दैन? भौतिक विकास मात्र गर्छ कि मानसिक विकास पनि गर्छ? सामाजिक विकास गर्छ कि गर्दैन? धार्मिक विकास गर्छ कि गर्दैन? शैक्षिक विकास गर्छ कि गर्दैन? ठुलो ठुलो भवनहरू बनाउँछु भनेर मात्र हुँदैन, त्यो भवनमा काम गर्ने कर्मचारीहरू तलब कति पाउँछन्? के उनीहरूले नेपालमा बसेर परिवार पाल्न सक्छन्? हो, यस्तो खालको परिवर्तन, यस्तो खालको विकास चाहिँ हामी नेपालीहरूलाई चाहिएको छ। तर के रासपाले त्यस्तो खालको विकास गर्ला त? मलाई त 1% पनि विश्वास लाग्दैन। मानौ यो नेपाल चाहिँ एउटा घर हो र कुनै पनि बलियो घर बनाउनुभन्दा पहिला त्यसको जग खन्नुपर्ने हुन्छ, त्यसमा बलियो बलियो पिलरहरू राख्नुपर्ने हुन्छ, अनि मात्रै बलियो घर बन्छ। र नेपालको बलियो बलियो पिलरहरू भनेको के हो त भन्दाखेरि लोकतन्त्र हो, धर्मनिरपेक्ष हो, प्रान्तीय संघीयता नेपालको प्रमुख पिलरहरू हुन्। तर यो पिलरहरू बलियो छैन, छन त छ तर बलियो छैन। अब यसलाई रासपाले बलियो बनाउँछ कि बनाउँदैन? अब यो पिलरहरूलाई बलियो बनाउनको लागि जग संशोधन गर्नु पर्यो, संविधान संशोधन गर्नु पर्यो, प्रान्तीय संघीयता र स्थानीय सरकारलाई
अझै बलियो बनाउनु पर्यो। तर रवि लामिछानेले त उल्टै प्रान्तीय संहिता नै हटाउने भन्छ, पिलर नै उक्काएर फाल्ने भन्छ उसले त झन्। त्यसपछि लोकतन्त्रलाई अझै शुद्धिकरण गर्नु पर्यो, धर्मनिरपेक्षलाई सफा बनाउनु पर्यो। धर्मनिरपेक्ष भनेको छ अनि फेरि त्यसमा गाईलाई राष्ट्रिय जनावर बनाएको छ, हिन्दू झण्डालाई राष्ट्रिय झण्डा बनाएको छ। हो, यो कुराहरू राष्ट्रपालले परिवर्तन गर्छ कि गर्दैन? गाईलाई राष्ट्रिय जनावरबाट हटाउँछ कि हटाउँदैन? हिन्दू झण्डालाई चाहिँ राष्ट्रिय झण्डा भन्न छोड्छ कि छोड्दैन? नयाँ राष्ट्रिय झण्डा सबै नेपालीहरूलाई समेटेको राष्ट्रिय झण्डा बनाउँछ कि बनाउँदैन राष्ट्रपालले? लगभग 2/3 मत पाइसकेको छ। यसले चाह्यो भने संविधान संशोधन गर्न पनि सक्छ, तर संशोधन गर्दाखेरि बलियो बनाउँछ कि त्योभन्दा झन् खराब बनाउँछ? यो चाहिँ एकदमै गम्भीर प्रश्न छ। के राष्ट्रपालले बुद्धलाई न्याय दिन्छ? बुद्धको सही इतिहासलाई अगाडि ल्याउँछ कि ल्याउँदैन? बुद्ध हिन्दूको छोरा त थिएनन्, तर पनि नेपालमा हिन्दूको छोरा थिए भनेर भ्रम फैलाउने काम एमाले, माओवादी, काङ्ग्रेसहरूले गरेका छन्। हो, त्यो गलत भ्रमलाई चाहिँ चिरेर सही कुराहरू राष्ट्रपालले अगाडि ल्याउँछ कि ल्याउँदैन? नेपालको पाठ्यक्रमहरूमा बुद्धको सही इतिहास पढाउँछ कि पढाउँदैन? कि अहिलेको जस्तै झुटो इतिहास पढाउँछ? त्यही कुरालाई निरन्तरता गर्छ कि नयाँ पुरातात्विक प्रमाणहरू सहितको इतिहासलाई अगाडि सार्छ? यो कुराहरू नसोचिकन नबुझिकन अन्धो भएर नेपाली जनताहरूले राजपालाई भोट हालेका छन्। राजपाबाट आफ्नो क्षेत्रमा कुन नेता उम्मेदवार उठेको छ भन्ने पनि थाहा छैन जनतालाई। राजपामा बालेन छ? छ। राजपामा रवि लामिछाने छ? छ। त्यसो भए मेरो भोट घन्टीलाई भनेर चाहिँ सिधै आँखा चिङ्म गरेर भोट हालेका छन् जनताहरूले। मलाई त लाग्छ पशुपतिनाथको बाँदरलाई पनि राजपाबाट चुनाव उठाएको भए बाँदरले पनि सायद भोट जित्छ होला कि। यस्तो अवस्था अहिले नेपालमा आएको छ। किन यस्तो अवस्था आयो त भन्दाखेरि जनताहरूको आइक्यू नभएर, सोच्ने बुझ्ने क्षमता नभएको कारणले यो अवस्था आएको। त्यही भएर मैले भिडियोको सुरुवातमै भनेको थिएँ कि मलाई नेपाली जनताहरूको सोच्ने क्षमता देखेर एकदमै चिन्ता लागेको छ।